अच्छा एउटा सानो पर्छ हैन पक्नु है ल भ्याटे भ्याटे ल बनाइदिनु भ्याटे हो ल ल भयो खोइ नानीहरू खिच्दै के गरे हिजो ताजा थियो ओइलोहरू के आज है त्यो भएर झार्नु सर्यो कि खै तपाईँ पनि सरेन अहिले भ्यान बाहिर निकाल्दाखेरि ननिकाल्नु पाउनु यो भयो कि यो हिजो ताजा थियो उन्दाखेरि ठ्याक्क भरियो अनि आज ओइलिँदै गयो अनि ए यहाँ टोपी लिएर खाएको मैले टोपी चाहिँ लगाइदिएन त दिदी बहिनीहरू न टोपी लगाइदेऊ दादा टोपी लगाइदेऊ सानो टोपी लगाइदेऊ दादाले हामी सानो टोपी लगाइदिएको ल लगाइदियो लगाइदियो सानले टोपी लगाइदिएको ल ठुली पनि सब टोपी लगाइदेऊ ठिक भएन क्या रियाज अब जुन जुन हुन्छ लगाइदेऊ कपाल अलिक पर माला भने चाहिँ के को भने त्यहाँ जाँदा फसेको कि कति भने टिकटकमा 60 रुपियाँ माला भनेछ होइन अनि त्यहाँ जाँदा मान्छेहरू 60 रुपियाँ लिएर कि अनि त्यसको झुकाउँछ भने त्यसलाई त कति गरौँ यसो बनाउनुपर्छ म यहाँ हजुर के माला किनेको माला के होइन मैले ल्याएको यो ए होला यहाँ कसले बनाउँदैन पोहोर मैले बनाएको थिएँ टोपी पनि बनाएको थिएँ योपालि दुईटाको कि पाँचवटाको लिएर पर्छ यस्तो राख्नुपर्छ अरे कुकुरलाई मात्रै लगाइदिन्छ अरे त्यो सादा ल अब दुईजना दिदीबहिनीलाई टिका ल अब नानी लगाइदेऊ ठुलै लगाइदेऊ त्यहीमा थपिदेऊ न कि तिनवटा लाउने तिनवटा धर्छ हरियास तिन धर्छ लाउने कि अब यता यता लाउँछ नि मान्छेले साइड साइडमा लाउने क्या त गाईको जम्मा स्याउ त डढेर त कालो भइसकेको छ पाक्या पाक्या पर्दैन के बहिनी त्यहीमा अलिक थपिदेऊ के दुई तिनवटा टिका लाग्दा ल राम्रोसँग लगाइदेऊ टिका लगाऊ न कस्तो मेरो पालि आउने त हो नि जहिले जिस्किने बानीहरूको उता फोनै गर्नु यिनीहरू भाइटिका यस्तो जहिले नि मोबाइलमा बसेको छ सबै मोबाइल थियो यहाँ कति धेरै मोबाइल छ मेरो मोबाइल पनि छ यो सबै लैजानु त कस्तो भयो भाइटिका भिडियो बनाउनु त बनाएको अलि तलै बसेको यसपालि ठाउँ कुचुको भएर राम्रै भएन दादाले यसरी नि लगाइदिएको थियो यो कलर लगाइदिनु यो कलर सुरुमा सानीको पाला आयो पिंक येलो 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 पर्पल स्याहारीको टिका ल माला लगाइदेऊ दादालाई माला लगाइदेऊ ल लगाऊ अर्को पनि लगाऊ ल ल अब रियाज टिका लगाइदिए दिदीहरूलाई अब तिमी टिका लगाइदिनु दिदीलाई पहिला दिदीलाई लगाइदेऊ सिकाइदिनु टिका लगाइदेऊ ल यो तिनजना यता बस्छ ल फेरि तिनजना अब रियाको ठाउँ बस्नु ल ल बेबी पनि बस्छ बेबीलाई काखमा राख्नु दुईजनाले राइट ह्यान्डले पहिला व्हाइट राइट ह्यान्डले राइटले सक्दैन
सक्छ के का लाइटले भिडियो बनाइरहेको छ नि भिडियो बनाउँदा बनाएको छ पुरो गाना बनाइरहेको छु अनि मैले चेन्ज गर्दैन ओके ओ भान्जीको मोबाइलबाट बनाएको छ हो अच्छा सिधिसक्यो मेरो यस्तै हो नाकमा के भने नाकमा टिका 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 पनि छ म त कालो देखेको छु भिडियो ल बनाएको ल एकछिनमा कल गर राम्रो ए आउने दोकान यहाँ रियाज नानी राम्रो बस है यता यता को ए त्यो साइड साइडमा पर्पल लाउने फेरि त्यो पिङ्क माथि त्यो पर्पल थप्दियो साइड साइडमा फर्स्ट अगाडि तलबाट ला न तलबाट तल पिङ्कला ठाउँमा माथि तलबाट माथि जाने त कहाँ तल माथिबाट तलाउने होइन नि त ए पैसा के ल बेबी डल्ले बहिनीलाई लगाइदे सानी माया हजुर भन न कति राम्री देखेँ कि है बच्चैमा राम्री नै बुढा त उता पुरै चेन्ज हुन्छ पहिलाभन्दा ठुलो आमा जत्रै हुनु लाग्छ त ठुलोमा ठुलोमा यस्तै थियो सियानी जस्तै ठ्याक्कै यस्तै थियो कि ऊ त मभन्दा अग्लो भयो होला सानी अहिले अहिले हाइट नपुग्ने हाम्रो बेबी त ज्ञानी बेबी नि गुडगल तिमी पनि गुडगल दाएर मेरो फोटो खिचिदिला भने यो म यहाँको क्यामेराले पखाउनु डेरीमा भिडियो बनाउनु ब्याग छ खोज्दै हुनुहुन्छ होला अलि बेला खाएन सूर्य आएको छैन टिका लाउन आउनु भएको झोलै सोलै छैन तपाईँको सुरु गरेर सुरु कहाँबाट हुन्छ? खाली निधार पहिला खाली निधार गर्नु पनि हो, सानो मायाको पालो होला अब माला छैन हामीलाई फुल राखिदिउँ टाउको ए रोज जोस्ला यो गएपछि दिदीको लेखा चाहिँ मजाले धोइदियो है ल ल सबैजना खुट्टा देखाऊ दादालाई खुट्टा ढोक्रिन्छ खुट्रो हो स्याबास ल सानो सानो उता दिदी भाषा जाऊ त छोडा त बेबी डल्ले बेबी उठा त ल दिदी खुट्टा ढोक्छ